खै आजकल त गीत गाउनु मन लाग्न छोडिसक्यो हौ मलाई। किन गाउँको टप ऱ्यापर भन्दै हिँड्दैछ त। गीत गाएर के गर्नु, गीत गाएर पैसा कमाउनु। प्रोग्राम पनि के गर्नु, बाहिरको कलाकारलाई बोलाउँछ पैसामा, हामीलाई बोलाउँछ खदामा। सधैँ हामी मासु भात र धनेपातमा गीत गाइरहनु। यो कुरा चाहिँ यसले ठिक गरे। हाम्रो मान्छेहरूलाई खालि फ्रीमा बोलाउँछ, पैसामा बोलाइहाल्यो भने पनि काम लगाउँछ बाँकीमा, अन्त आफ्नै पैसा माग्दा माग्दा हत्तु। हो नि हौ, अस्ति मैले पैसा माग्दा उल्टै गाली खाएको मैले। ल हो र। आल दिन पर्ख न, स्टेजमा गीत गाउने मौका दिइरहेको छु त भन्छ त मलाई। यो गाउने बजाउने मौका दिइरहेको छु भनेर मुखमा छ नि, पेट्रोल हालेर चाहिँ बाहिरबाट माचिस सल्काइदिनुपर्छ। यहाँ हामी आर्टिस्टहरू चाहिँ वर्षभरि मेहनत गरेर सिकेको कलाको चाहिँ कदर छैन। त्यही त, कलाकारले सामान बेचेको हो र, त्यसको मोलभाउ हुन्छ। यत्रो वर्ष दिएर सिकेर आफ्नो काबिलियतको पैसा मागेको पो त। अब त हरेस लाग्यो, बरु ढुङ्गै बोक्छु, कलाकार चाहिँ हुँदैन। ठिकै छ, यसो भए भोलिदेखि तँ पनि हामीसँग ठिकै बिगा गर, नत्र भने भोकै मर्छस्।